धन्यवाद। अब भने म स्वागत मन्तव्य राखिदिन हुन म यस संस्थाको सहकोषाध्यक्ष मीरा सेनाईज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सल्लाहकारज्यूहरू, साथै उपस्थित सम्पूर्ण महानुभावहरूमा म यस संस्थाकी सहकोषाध्यक्ष मीरा सेनाईको तर्फबाट स्वीकार्नुहोस् नमस्कार साथै सृजनशील अभिवादन। आफ्नो अमूल्य समयको बावजुद पनि हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरी कार्यक्रमको शोभा बढाउन सहयोग पुर्याउने यहाँहरू सम्पूर्णमा म लगायत मेरो संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। विगत 9 वर्षदेखि प्रवासी सृजनशील महिला समूह नामक संस्था इजरायलको भूमिमा स्थापना भई यसले नेपालका विभिन्न ठाउँहरूमा असहाय गरिब दुखीहरूलाई सहयोग गर्दै आएको छ। यसै संस्थाका दिदीबहिनीहरू स्वदेश फर्केर संस्था दर्ता गरी आज संस्थाको तेस्रो साधारण सभा तथा तीज कार्यक्रम मनाउन लागिरहेका छौँ। यो संस्थाको उद्देश्य विशुद्ध रूपमा सामाजिक सेवा रहेको यहाँहरूलाई अवगत गराउन चाहन्छु। आजको कार्यक्रमलाई भव्य र सभ्यताका साथ सफल बनाउन पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई समयको अन्तिम क्षणसम्म रहेर कार्यक्रमलाई सफल बनाइदिनु हुनको लागि हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। यति भन्दै यहाँहरू सम्पूर्णमा म र मेरो संस्थाको तर्फबाट स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। अन्त्यमा आउँदै गरेको नारीहरूको महान चाड हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद।